तर म चाहिँ भोट दिदिन्न हैन। अब तपाईहरुलाई अब शुभकामना छ ल। तपाईको जवाफ सुनेर जानु। एउटा कुरा सानो सुन्नु न, तपाईले प्रश्न गर्नु जवाफ दिएर जानु। हजुरले क्वेशन सोधेर म हिँड्दै थिएँ राम्रो भएन हामीले अब तपाईँ कुन दलमा हुनुहुँदो रहेछ हजुरहरूको कहिले हजुरले भने अनुसार हुनुहुँदो रहेछ त्यहाँ म लेफ्टिस्ट हो भनेको त्यहाँ सुन्दै नसुन्ने संस्कार हो कि एकचोटि प्रश्न गरी आन्सर सुन्ने संस्कार संस्कार राम्रो थियो। अब मलाई 1 मिनेट जति समय पाएँ भने अब मलाई कन्भिन्सै गर्न सक्दैनस् मलाई ट्राई नगर भनेर हजुरले भने जस्तो भाव त देखेँ तैपनि मेरो तर्फबाट हजुरलाई केही भन्ने कोसिस चाहिँ म के गर्छु भने जुन चिज तपाईँबाट हुन सकेन त्यो उहाँबाट हुनै सक्दैन जस्तो कुरा चाहिँ मिल्दैन। सायद तपाईँभन्दा बेटर उहाँबाट हुनसक्छ, वर्स्ट पनि हुनसक्छ। तपाईँले गर्न नसकेको चिज या मैले गर्न नसकेको चिज सोभिताजीले गर्न सक्नुहुन्न किन यसले त सकेन यो सोभिताले सक्छिन् भन्न अलि न्याय चाहिँ नहोला हैन। तर के छ भने हामी यो अवस्थामा पुगेका छौँ कि हामी तपाईँ र म अथवा हामी एकअर्कालाई कन्भिन्स गर्ने पर्ने मान्छे चाहिँ होइन र गर्न सक्ने अवस्था पनि म देख्दिनँ सेल्फमा। तर जे भइरहेको छ यसैको निरन्तरता हो, सही छ। तपाईँलाई र मलाई होइन सबैलाई सोध्नुहोस् न चिज छ सही छ होइन एकदम सही छ भने यसलाई निरन्तरता दिने हो भने जाउँ तपाईँले भनेको कुन पार्टीमा जाउँ यो गजब छ भने म पनि त्यही जान्छु। कसै न कसैले त्यसलाई ठिक गर्नु पर्ला तिमीहरूले सक्दैनौ भन्ने आशा हजुरको सुने मैले। कसले सक्ने रहेछ जाउँ न लेट्स गो हामी पनि हामीले खोज्या के राम्रो खोज्या हो। हिजो रविन्द्र मिश्रा पनि अनि सबै त्यसै जाँचै नदिउँ त सबै फेल भए जाँचै नदिने। अब ठिक छ तपाईँको कतापट्टि अब कहाँ कार्यक्रम छ कार्यक्रम गर्नुहोस् होइन। मेरो जवाब आएन म त यो विषयमा छ नि त सर म चाहिँ दलको सुन्नु सर म चाहिँ हजुरको पार्टीबाट एउटा सानो विकल्प स्वतन्त्र होइन स्वतन्त्र होइन हामी दल तपाईँ अहिले होइन त्यो त हो त गर्नुभयो हो पनि भन्नुहुन्छ दलको विकल्प स्वतन्त्र होइन दलकै मान्छेहरू हो तर दलको मान्छे छान्ने हो हामीले।